खोर्सानी। मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म खानेकुरा विशेष बनाउन गइरहेको छु। नयाँ वर्षको दिन बनाउन पाइएन, घुम्न गएको थियो हामी बाहिर। त्यसले गर्दाखेरि आज मेरो बाबुको आज छुट्टी पनि भएको भएर घरमै छौँ हामी सबैजना, त्यो भएर आज म बनाउन गइरहेको छु। हजुरहरूले चाहिँ भिडियो फुल वाच गरिदिनु होला र लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। जब म अब किचनतिर लाग्यो गर्नुहोस् है। पत्ता कलिलो थियो ल्याएको मैले, त्यही भएर यो प्याज पिस पिस पारेछु सानो सानो। अनि आलु मिसाएर अनि नुन हल्का हालेछु मैले, हल्का भन्नाले स्वादअनुसार नुन। बेसार पहिले हालिसकेको थिएँ मैले, अनि थोरै ज्वानो पनि हालेछु मैले। यो आलु र यो मिक्स गरेर मैले एउटा चप जस्तो बनाउनु लागिरहेको छु है साथीहरू। खोर्सानी, बेसनको उस बनाएको छु है मैले, घोल बनाएर राखेको छु। यो के अरे बाक्लो नि होइन, पातलो नि होइन, ठिक्कको घोल बनाउनु पर्छ। अनि आलुलाई यसरी लिएर चुट्टो चुट्टो यसो पार्ने, अनि टक्क हाल्ने कराईमा यसरी प्यानमा चुट्टो चुट्टो बनाउने यसरी टक्क यसरी डुबाएर यसरी बनाएर खानुहोस्, कहिले कसो मिठो हुन्छ। सधैँ त खाना हुन पनि चिल्लो हुन्छ यो, यसो खाना नबुझ्दाखेरि कहिले कसो यसो हुन्छ नि, आफूलाई मुख फेर्न मन लाग्छ नि, त्यति बेला खानालाई पाइयो बनाएर। ग्यास सानो खान्छ धेरै तेलमा राखेको छैन, थोरै तेलमा राखेर बनाउँछु। आलु चप है यो। पुलाउ बनाउन गइरहेको छु है मैले। जिरा, यो पुलाउमा हाल्ने मसलाहरू, नरिवल हाल्दैछु थोरै, अनि किसमिस, यो सुकमेल, यो चाहिँ अलैँची के भन्छ यसलाई, अलैँची, अनि यो दालचिनी है। अनि म चामल हाल्नु लागिरहेको छु है पुलाउको लागि। चामल तो धेरै भयो क्या जिरा राखेको थिएँ, त्यही भएर फुले जस्तो छ। एकदमै सादा सिम्पल, तेल पनि धेरै हालेको छैन, अलिअलि हालेर यसो बाख्नको लागि मात्र।
लिएर आएको थियो बोसो लिएर गयो